सो गाइस हामी चाहिँ ड्रागन भित्र छिरिसकेको छ हैन। यहाँभित्र हरेक चिज हुन्छ कि हैन। सुपर मार्केट गाइस हैन। के पाउन्न यहाँ भन्नुस् न। हरेक 1 रुपैयाँदेखि कतिसम्म हुन्छ कान्छी? कटुरी कस्टुरी गाइस कान्छाले के किन्ने र हजुरले? कान्छाले यो 20 करोडको ब्याग भराउने रे गाइस। त्यही भएर हामी सुपर मार्केट छिरिसकेका छौँ हैन। कान्छी के किन्ने भन्नु न? धुप ये कान्छी हजुरले कान्छीले के खोजेको अरू पाएन हैन गाइस। के गर्नु जिन्दगी यस्तै रहेछ हैन। कान्छा चाहिँ उता गइसकेको छ गाइस। सानो ठुलो भएर कान्छी धेरै निकाल्नु न निकाल्नु नि एउटा चस्छ ल गाइस। कान्छामाले किन आयो भनेको त गर्लफ्रेन्डलाई यो दिन रहेछ कि हैन। त्यही भएर रहेछ कि गाइस। कान्छी गर्लफ्रेन्डलाई दिन हैन कान्छामाले हैन गाइस। यो यहीँ राख्दिउँ हैन। अब कान्छी कान्छामाले 20 करोडको ब्याग भराउने रे के गाइस। सो गाइस कान्छामालाई चाहिँ यो मन पर्यो अरे हैन। अब यही लैजानु त होला नि। ये तो उसने कान्छा आएर भरिन्छ त 20 करोडको ब्याग। 20 करोडको ब्याग अर्को नि किन्न छ नि। अर्को नि अरू नि यही हुन्छ कि। गाइस कान्छामालाई चाहिँ अलि महँगोकै लैजानु रे हैन। यो सस्तो भयो कि धेरै फेरि झ्याप्पै अब हैन। गर्लफ्रेन्डलाई दिने अनि अब सस्तो नलाई दिउँ अलिक महँगै दिउँ भन्ने सोच आइसक्यो हैन। त्यस कारणले कान्छामाले चाहिँ अहिलेको लागि आफ्नै लागि मात्रै के भन्ने अब यो 5 रुपियाँको धुप गाई चाहिँ लान खोज्यो होइन हाम्रो माले होइन। के गर्नु त नि अब आफ्नो गर्लफ्रेन्डलाई त महँगै दिने रे। जब 5-600को के दिने देशी अब दिने हो नि भनेर महँगै दिने हो नि भन्ने सोच गरिसक्यो होइन। त्यस कारणले अब हामी चाहिँ निस्किनु आएको होइन। ल कान्छाले अब यसको पेमेन्ट गरेर अब हामी चाहिँ हिँड्छौँ गाई चलाएर होइन। चलाएर अब घर मार्केट आएर कान्छाले के किने अब 20 करोडको ब्याग भराउँछ होला भनेको त अब थाहा पाइहाल्यो होइन। सामान्य पाएन सामान्य पाएन यत्रो ठुलो पसलमा के भनौँ त नि मैले त होइन। ल हामी चाहिँ अब अर्को पसलमा लाग्छौँ। आजको सब पसल भ्याउने हो कि अब हामीले 20 करोडको ब्याग भराउने होइन। ल चलु। सो गाइस कान्छाले चाहिँ पे गरिसकेको छ होइन। अब हामी चाहिँ अर्को पसलतिर लाग्छौँ। भने जस्तो सामानै पाइएन कि यहाँ होइन। भने जस्तो सामानै पाइएन। अब रात परिसक्यो हामी त उज्यालोमै आएको त। कता जाने तलतिर
कतातिर छ के बस त जता नि अब यहाँ बिचमा कहाँ हुन्छ त? कहाँ जाने छिटो भन्नु न रात पऱ्यो गाई चाहिँ रात परिसकेछ के भन्नु अब कान्छी आमा आमा के हो कि तिमीले भनेको छैन उहुँ। तलै जाने त फेरि तलतिर जाने भन्ने कुरा गर्छ होइन अब म चाहिँ के भनौँ त्यही भेटिनु गाई चाहिँ हामी चाहिँ अब फेरि तलतिरै लाग्छौँ छ होला भनेर यहाँ त पाइएन भनेर सामान होइन सो गाई चाहिँ हामी चाहिँ अब आज चाहिँ फेरि तलै चोकमै जानुपर्ने भयो कि यहाँ त पाइएन के जे पनि पाइन्छ भन्थ्यो होइन तर के गर्नु यार पाइन त पाएको अलि भने जस्तो भयो अलि सस्तोको भएर के पाउनु त पाएको अब महँगोकै किन्ने भन्ने होइन यसो बिल हेरेको त धेरै सस्तो किनेपछि 20 करोडको ब्याग छ नि त गाइस 20 करोडको लो प्राइसको किन्दैन अनि किनेपछि हामीले अब अलि लग्जरी टाइप लड्जरी होइन अनि कान्छाको जिन्दगी सानोदेखि लड्जरी के भन्छ अब बित्दै आएको त्यस कारणले सस्तो मन नपराउनु रहेछ होइन बुझ्नुभयो होला नि हाम्रो कुरा कस्तो उस गर्यो होइन होइन बुझ्नुभयो होला नि सो गाइस अब त्यही हो होइन सो गाइस हामीले तल्दै जान्छु अब भिडियो चाहिँ के गर्दै हिँड्ने के गर्दै हिँड्ने होइन हात पनि दुखी बिहा गर्दा सो छोटो अब होइन मिनी भ्लग हो होइन के लामो गरिराख्नु त्यस कारणले अब अर्को भ्लगमा भेटौँला गाइस र त्यही हो गाइस र